चुनावी महासंग्राम। आदरणीय दर्शकबिन नमस्कार, म कार्यक्रम प्रस्तुता सोनु कुमार दास यहाँलाई हार्दिक स्वागत गर्दछु। दर्शकबिन फेरि पनि दोस्रो श्रृङ्खलामा हामी छौँ चुनावी महासंग्रामको। पछिल्लो समय जेनेरेसन जेडको आन्दोलनपछि भदौ 23 र 24 गतिको आन्दोलन पछाडि देशको अवस्था सामान्य रहेन। देशमा उथलपुथल भयो, सिंहदरबार जल्यो, गाउँमा वडा कार्यालय जल्यो, स्थानीय तह जल्यो, प्रदेश कार्यालय जल्यो, प्रदेश सभा भवन जल्यो, के जल्यो। यो जलिरहँदाखेरि देशमा एउटा ठूलो समस्या उत्पन्न भएको थियो कि देशमा साँच्चीकै अब भ्रष्टाचार कम हुन्छ हो। भ्रष्टाचारलाई कम गर्न, भ्रष्टाचार कम भन्दा भ्रष्टाचारलाई सकाउनको लागि, खत्तम गर्नको लागि आन्दोलन सुरु गरिएको थियो र त्यो आन्दोलनले अब कुन रूप लिन्छ, त्यो आन्दोलनले अब कसरी अगाडि बढ्छ भन्ने विषयमा ठूलो एउटा मुद्दा बनेको थियो। त्यस पश्चात सुशीला कार्की नेतृत्वको सरकार अहिले बनिरहँदाखेरि चुनावको मिति फागुन 21 गतेको घोषणा गरिएको छ र तत्पश्चात गाउँ गाउँमा, टोल टोलमा अहिले एउटै नारा छ, यसपटकको चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमा एउटा मनमा संकोच पनि थियो। यद्यपि ती सबै संकोचका बीच फागुन 21 गतेको चुनावको मिति घोषणा गरिएको छ र यससँगै आज हामी हाम्रो स्टुडियोमा हुनुहुन्छ र हामी कुराकानी गर्न गइरहेका छौँ। विशेषतः यसभन्दा अगाडिको पछिल्लो श्रृङ्खला हेर्ने हो भने पूर्व आपूर्ति मन्त्री समेत रहनु भएका नेता, नेकपा माओवादी पार्टीमा उहाँले गरेका सङ्घर्ष र त्यस पश्चातका अहिलेको नेपाली कम्युनिस्ट पार्टीमा उहाँ बस्नु भएको पदबाट हामी उहाँलाई घचघचाउने प्रयासमा गर्नेछौँ कि अब यहाँले उड्दै गरेको चुनावबाट त्यहाँका जनताले खुसी सुखभोग पाउलान् कि त्यहाँका जनताहरूले तपाईँलाई पटक पटक निर्वाचित गराइरहँदाखेरि तपाईँले त्यो जनतालाई के दिनुभयो, नागरिकहरूले के खोजिरहेका छन्, त्यो विषयमा आज कुराकानी गर्न गइरहेका छौँ। आउनुहोस् स्वागत गरौँ हाम्रो स्टुडियोमा। हाम्रा साथमा हुनुहुन्छ नेपाली कम्युनिस्ट पार्टीका नेता पूर्व आपूर्ति मन्त्री शिवकुमार बन्टल। आउनुहोस् कार्यक्रममा स्वागत गरौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार। सन्चै हुनुहुन्छ? चुनावको मिति घोषणा भयो, दौडा सुरु भइसकेको छ। फेसबुकमा, सामाजिक सञ्जालमा शिवकुमार मण्डल यहाँ गए त्यहाँ गए देखिरहेका छौँ। 21 गते चुनाव होला। अब हामीले त चुनाव हुनुपर्छ भन्ने हो। सरकारले गरेको, घोषणा गरेको यो प्रतिबद्धता सरकारले पुरा पनि गर्नुपर्छ र चुनाव चाहिँ कुनै पनि हालतमा हुनुपर्छ भन्ने नै हो। फागुन 21 गते भएन भने के गर्नुहुन्छ? होइन, के गर्ने भन्ने भन्दा पनि यो देश अन्यल अवस्थामा भएको बेला अब निर्वाचन भएन भने त अझ अन्यलताहरू थपिने र अझ चाहिँ धेरै समस्या र सङ्कटहरू सिर्जना हुने अवस्था छ। संवैधानिक सङ्कट सिर्जना भयो भने फेरि एउटा ट्र्याकबाट तल झरिसकेको, लिगबाट तल झरेको व्यवस्थालाई फेरि ट्र्याकमा ल्याउन सकिएन भने अब अवस्था के हुन्छ हामी सबैले अनुमान गर्ने कुरा हो। त्यो मेरो मात्रै प्रश्न हो, यो त राष्ट्रियताको प्रश्न हो, यो त आम जनताको प्रश्न हो। त्यस कारणले एउटा चाहिँ कतिपय समस्याको समाधानको सोल्युसन पनि खोज्न आवश्यक छ। समस्या नभएको होइन, समस्या भएरै आन्दोलन भयो। तर अब यसको निकास र समाधान के हुन सक्छ भन्दा फेरि लोकतान्त्रिक विधिबाटै हो, अर्को विकल्प होइन। छैन। 21 गते चुनाव हुनु पर्यो। चुनावबाट एउटा स्थापित प्रतिनिधि सभा सदस्यहरू चाहिँ पुनर्स्थापनाको भनौँ न नयाँ एउटा चाहिँ क्यान्डिडेट भएर चाहिँ जानुपर्ने नयाँ निर्वाचन, नयाँ म्यान्डेट, अहिलेको चाहिँ आन्दोलन पछिको एउटा नयाँ म्यान्डेट सहित चाहिँ र अहिलेको जनअपेक्षालाई पुरा गर्न सक्ने, किनकि जनताको बिचमा चाहिँ उम्मेदवारहरू आइसकेपछि, विभिन्न दलहरू आइसके पछाडि जनताले अहिले म्यान्डेट दिने भनेको गर्न सक्ने र गर्न नसक्नेहरूको बिचकै प्रतिस्पर्धा हो यो। त्यस कारणले जुन विषय उठेको छ, जुन प्रश्न उठेको छ होइन, चाहिँ राजनीतिक दलहरूबाट भएको हिजोको दिनमा भएका त्रुटिहरू, राज्य संयन्त्रबाट भएका त्रुटिहरूको समाधान चाहिँ अब बन्ने प्रतिनिधि सभा र प्रतिनिधि सभाले दिने सरकारले चाहिँ अब कस्तो खालको चाहिँ नीति अवलम्बन गर्ने, अहिलेको जेनेरेसनले उठाएका जेनुन र महत्त्वपूर्ण विषयहरूलाई सम्बोधन गर्ने कि नगर्ने भन्ने मुख्य प्रश्न हो। त्यस कारणले यदि त्यो सम्बोधन हुन सकेन भने त फेरि राजनीतिक दलहरूप्रतिको माथिको प्रश्न त यथावतै रहने भयो। यदि कुनै हिसाबले आफूले गरेको विगतमा व्यवस्थाबाट भएका कहीँ कमजोरीको कारणले जनताले जे मुद्दाहरू उठाए त्यसको समाधानको महत्त्वपूर्ण बाटो अवलम्बन गरिरहँदाखेरि एउटा नयाँ ढङ्गबाट देशलाई अगाडि ल्याउन सक्ने स्थिति रहन्छ। निर्वाचनको अवस्थातिर जाँदैछौँ। क्षेत्र नम्बर 5 मा शिवकुमार मण्डलले तारा छापबाट अगाडि बढिरहेको अवस्थाहरू छ। नेपाली कम्युनिस्ट पार्टीबाट अगाडि बढ्दै हुनुहुन्छ। तर तपाईँको क्षेत्रको जनताहरू, नागरिकहरू, विशेष गरी माओवादी केन्द्रित भएका नागरिकहरू जो चाहिँ त्यो पार्टीमा लागेका छन् उनीहरू त तपाईँबाट उत्साहित छन्। तर शिवकुमार मण्डलले यहाँबाट जिताए पनि चाहिँ केही गर्न सकेन है भनेर चाहिँ पटक पटक आवाज त उठाइरहेका छन् नि त नि प्रतिपक्षी दलहरूले, त्यहाँका अरू अन्य नागरिकहरूले कसरी छिर्नुहुन्छ? अब मलाई के लाग्छ भने यस्ता प्रश्नहरू चाहिँ अब आम नागरिकले उठाएको होइन। अब विरोधीहरूले केही गर्न सकेन भन्ने कुरा एउटा हो। म निर्वाचित हुँदाको परिस्थिति कुन कन्डिसनमा निर्वाचित भएँ र मलाई लाग्छ संविधान सभाको पहिलो पटक निर्वाचित हुँदाखेरि म निर्वाचन क्षेत्र नम्बर 4 बाट निर्वाचित भएको हो
र मेरो जिम्मेवारी मुख्य जिम्मेवारी संविधान निर्माण गर्ने नै थियो, संविधान बनाउने नै जिम्मेवारी थियो र त्यो जिम्मेवारी पुरा गरिसके पछाडि दोस्रो पटकको चाहिँ निर्वाचनमा 74 को निर्वाचन पुनः म निर्वाचित भएँ र म निर्वाचित हुँदै गर्दाखेरि 5 नम्बर क्षेत्रले के पायो भन्ने कुरा चाहिँ मलाई लाग्छ 1-1-2 गरेर गनाउन सकिन्छ। त्यो फेरि त्यस्तो 5 नम्बर क्षेत्र तपाईले निहित त्यतिखेरको समयमा र एउटा रङ्गेलीमा विकासको लागि तपाईँ वकआउट गर्नुभयो, धनपालमा जहदामा त केही गर्नु भएन। त्यसमा मलाई के लाग्छ भने त्यो चाहिँ अब विरोधीहरूले भन्ने कुरा एउटा हो, मैले त्यतिखेर राज्यबाट ल्याउन सक्ने कुराहरू 2 वर्षको अवधिमा, किन त्यही बिचमा कोभिडको प्रब्लम पनि आयो जुन चाहिँ आम यो त राष्ट्रिय सङ्कटको विषय हो नि, त्यो एउटा विषय एउटा संसदको मात्रै प्रश्न थिएन, त्यो राष्ट्रिय सङ्कटको कुरा थियो। तर कोभिड हुनुभन्दा अगाडिको 2 वर्षको कार्यकालमा मैले गरेको काम चाहिँ थुप्रै दर्जनौँ कामहरू छ जो पछिल्लो चरण तपाईँ हेर्नुभयो भने ल तुलनात्मक हिसाबले नै हेर्नुभयो भने दोस्रो पटक निर्वाचित भएको सांसदले एउटा पनि केन्द्र योजना ल्याएको देखाइदिनुहोस् न मलाई, र मैले दर्जनौँ केन्द्र योजना ल्याएँ होइन, दर्जनौँ केन्द्र योजना ल्याएर चाहिँ तपाईँको नदी नियन्त्रणदेखि लिएर पुलदेखि लिएर सडकदेखि लिएर तपाईँको चाहिँ शिक्षाको क्षेत्रमा हस्पिटलमा त्यसै गरी जनता आवासका कार्यक्रमहरू चाहिँ तपाईँको चाहिँ हजारौँ चाहिँ घरहरू गरिब र सुकुम्बासीहरूको घर बनाइयो होइन, थुप्रै बस्तीहरूमा चाहिँ बाटोको समस्या भएको ठाउँमा बाटो पुर्याइयो, धेरै ठाउँमा बिजुलीको अभाव भएको ठाउँमा बिजुली पुर्याइयो। त्यसैले मैले एउटा जनप्रतिनिधिको हैसियतले गर्ने जिम्मेवारी भनेको इमान्दारतापूर्वक राज्यको स्रोत साधनलाई चाहिँ क्षेत्रमा ल्याएर जनतालाई सेवा गर्ने सन्दर्भमा चाहिँ मैले सकेको जुन कोभिड पूर्व 2 वर्षको कार्यकालमा मैले जे गरेँ, सायद मलाई लाग्छ थुप्रै जनताको मठ मन्दिरका कुराहरू, जनताको जनअपेक्षा जे थियो विद्यालय निर्माणका कुराहरू, थुप्रै विषयहरू, सामुदायिक भवनहरू मैले बनाएको अवस्था आज पनि विद्यमान छ। यस्तो विद्यमान त छँदैछ कि म त अझै खुलेर यो आजको इन्टरभ्यूमा तपाईँसँग कुराकानी गर्न चाहन्छु। म तपाईँले विराटनगरको क्षेत्र, विराटनगर पनि त क्षेत्र नम्बर 5 परिरहेको छ, धनपालमा छ, जहदामा छ, नि तपाईँ 74 को समयमा तपाईँले रङ्गेली बनाउनलाई दिदी बगडियालाई सहयोग गर्नुभयो, अझै खुलेर भने त्यहाँको मेयरलाई सहयोग गर्नुभयो, पूर्व नेकपा माओवादीको पार्टी रहँदाखेरि तपाईँले उहाँले सहयोग गर्नुभयो, तर सरेर धनपाल आउनु भएन कि, जहदा आउनु भएन कि, विराटनगर आउनु भएन कि? यो नागरिकको पटक पटकको आवाज छ कि तपाईँले कस्तो राम्रो रङ्गेली बन्यो, तर तपाईँले चाहिँ जहदा धनपालको अवस्था हेर्नुहोस् त, विराटनगरको अवस्था। एउटा कुरा मलाई भन्न दिन्न, यदि तपाईँलाई त्यस्तो लाग्छ भने जहदामा बनेको सामुदायिक भवन, जहदामा बनेको चाहिँ दर्जनौँ सडकहरू, जहदामा बनेको झुलङ्गे पुल फालेर चाहिँ पक्की पुलका कुराहरू, नदी नियन्त्रणका कुराहरू जहदा र धनपालमा पनि भएको हो। धनपालमा पनि तपाईँको चाहिँ के अरे कालोपत्रे पुलहरू, के अरे सडकहरू होइन, थुप्रै ठाउँमा चाहिँ पुलहरू, तपाईँको साना पुलहरू बनेको अवस्था छ, सामुदायिक भवन, त्यसै गरी तपाईँको जनता आवास कार्यक्रमहरू होइन, त्यो त सबैतिर भएको छ। म्याक्सिमम चाहिँ विगतमा चाहिँ तपाईँको 70 साल चाहिँ मेरो कार्य निर्वाचन क्षेत्र रङ्गेली भएको कारणले, पहिलोपटक रङ्गेली एउटा चाहिँ दक्षिणको महत्त्वपूर्ण सहर भएको कारणले त्यहाँ चाहिँ ध्यान दिने कुरा स्वाभाविक पनि थियो, त्यहाँबाट सुरुवात गरिएको हो, 70 देखि नै सुरुवात गरिएको निर्वाचित भइसकेपछि। 74 पनि केही अधुरा कुराहरू थियो भने त्यसलाई पनि पुरा गर्ने प्रयत्न गरियो र क्रमिक रूपमा चाहिँ तपाईँको विराटनगरसम्म चाहिँ कयौँ योजनाहरू आयो, तर मैले पुरा अवधिसम्म काम गर्ने अवसर त पाइनँ नि त। 5 वर्षको कार्यकाल धेरै चाहिँ रङ्गेलीतिर गर्नुभयो होइन, गर्न त अलिकति रङ्गेलीतिर बढी भयो एउटा कुरा हो, त्यो अब त्यो सहरको सबै हिसाबले, त्यहाँको जनघनत्वको हिसाबले, त्यहाँको आवश्यकताको, अब सबैभन्दा महत्त्वपूर्ण त अब जिल्ला अस्पताल तपाईँको रङ्गेलीमै छ होइन। कलेजको रूपमा चाहिँ भन्यो भने इन्जिनियरिङ कलेज चाहिँ तपाईँको रङ्गेलीमा आवश्यकै थियो होइन, त्यस कारणले मलाई चाहिँ कृषि बजार, आज जुन कृषि बजार बनेको छ त्यसैले म्याक्सिमम भएको एउटा कुरा हो, तर क्रमिक रूपमा सबैतिर गर्ने कुरा नै थियो। त्यसैले आवश्यकताको आधारमा पछिल्लो चरण म निर्वाचन हारिसकेपछि पनि तपाईँको चाहिँ के अरे धनपाल थानको चाहिँ अस्पतालको जुन चाहिँ एक अस्पतालको जो अवधारणा सरकारले ल्याएको त हाम्रै पालामा, त्यसको निम्ति पनि त बजेट त पछिल्लो चरण ल्याएकै हो नि। निर्वाचन हारेर पनि तपाईँको चाहिँ चाँडो सडकमा चाहिँ कालोपत्रे त ल्याएकै हो, तपाईँको चाहिँ प्रदेश सरकारबाट त दर्जनौँ चाहिँ तपाईँको योजनाहरू त लगेकै हो नि। त निर्वाचन हारिसकेपछि पनि मैले गर्न सक्ने चिज, आफ्नो जिम्मेवारी मैले गर्न सक्ने कुरा सकेसम्म मैले गरेकै छ, जित्दा मात्रै होइन हार्दा पनि गरेको छु मैले। त्यस कारण मलाई के लाग्छ भने म जनताप्रति निरन्तर, तपाईँले एउटा प्रश्न चाहिँ गर्नु, तपाईँ हारेको भनेर स्वीकारोक्ति पनि छ तपाईँको, हुन त त्यो देखिएको पनि छ। नागरिकहरूले क्षेत्र नम्बर 5 का नागरिकहरूले तपाईँप्रति सन्तुष्ट थिएनन्, तपाईँप्रति चाहिँ आत्मविश्वासी भएनन्, त्यसरी त हार्नुभयो भनेर त तपाईँले त स्वीकार्नुहुन्छ नि त नि। एउटा कुरा त के थियो भने अब मलाई के लाग्छ भने मेरो क्षेत्रको जनताहरू अत्यन्तै धेरै निम्नवर्गीय जनताहरूको बसोबास छ, कतिपय चाहिँ सूचना सञ्चारबाट पनि कटेको अवस्था होला, कतिपयको चाहिँ थुप्रै समस्या छ, बिचराहरूको थुप्रै रोजगारको समस्या छ, तपाईँको चाहिँ थुप्रै प्रकारको समस्याका बावजुद पनि
कयौँ कुराहरू भ्रम पनि पर्यो। विगतको निर्वाचनमा चाहिँ तपाईँको एउटा विभिन्न प्रकारको भ्रमहरू, कसैलाई चाहिँ किस्ता छुट गरिदिने भन्नेदेखि लिएर थुप्रै कुराहरू होइन, तपाईँको जागिर लगाइदिनेदेखि लिएर थुप्रै कुराहरूको आश्वासनको कारणले पनि गर्यो। विगतको चाहिँ निर्वाचित सांसदले त गरेको कुरा त प्रश्न जनता योगेन्द्र मण्डलले गर्यो, त्यो गरेकै थियो, त्यतिखेर गरेकै थियो। अब तपाईँको चाहिँ मलाई लाग्छ अस्पताल बनाउने अनि त्यस पछाडि चाहिँ थुप्रै मान्छेलाई चाहिँ रोजगार दिने भन्यो, एउटा व्यापारिक केन्द्र खोलेर अनि त्यस पछाडि चाहिँ रोजगार दिने भन्ने कुरा, जुन सांसदको दायित्व र जिम्मेवारी भनेको तपाईँ सरकारी विद्यालय सरकारी हस्पिटल बनाउने हो या निजी हस्पिटल निजी तपाईँको चाहिँ विद्यालय बनाउनेतिर जोड हो। तपाईँ जनताको जनप्रतिनिधि भनेको आम जनताको चाहिँ समस्यालाई समाधान गर्नका निम्ति सरकारी सेवा सुविधा तपाईँ प्राथमिकता दिने कि तपाईँ व्यापारी गर्ने नियतमा चाहिँ तपाईँको प्राइभेट सेक्टरलाई तपाईँले ध्यान दिने भन्ने कुरा प्रश्न पनि हो। त्यस कारणले मलाई के लाग्छ भने हिजोको दिनमा जे जस्तो भयो, जनताले जे बुझे जे मत दियो त्यसको आधारमा मैले स्वीकारेकै हो त। जनताले मलाई चाहिँ 79 मा चाहिँ तपाईँ होइन तपाईँ यतै बस्नुपर्छ भन्ने स्वीकारे। तपाईँलाई मैले जानकारी गराउन चाहेँ, यो इलेक्सनमा तपाईँलाई हुन त तपाईँ आफै पनि प्र्याक्टिस गर्दै गरेको पोलिटिकल सिनारियो पोलिटिक्स बुझेका मान्छे, यो इलेक्सनमा यसभन्दा अघिल्लो इलेक्सनमा 74 को इलेक्सन हामी हेरिरहेका छौँ, त्यस पश्चातका इलेक्सनहरू हेरिरहँदाखेरि तपाईँलाई तपाईको विश्वास पात्र मानिने के व्यक्तिहरू थिए? योगेन्द्र मण्डल थिए। तपाईको विश्वास पात्र मानिने योगेन्द्र मण्डल कहिले मेरो विश्वास पात्र थिएन? त्यतिखेर चुनावमा जतिखेर चुनाव जित्नुभयो तपाईँले चुनाव जित्दाखेरि योगेन्द्र मण्डल विश्वास पात्र थिएन? योगेन्द्र मण्डल भनेको तपाईले चुनावमा जिताउन सहयोग गरेको थियो त्यतिखेर त। तपाईलाई म आज पनि भनिदिन्छु, योगेन्द्र मण्डल के मेरो विश्वास पात्र हुने? कहिलेको विश्वास पात्र हो? जतिखेर योभन्दा अघिल्लो चुनाव जित्नु भएको के को विश्वास पात्र मेरो? के को आधारमा विश्वास पात्र? ऊ फरक पार्टीको मान्छे हो, म फरक पार्टीको मान्छे हो र उसले चुनावको बेला सहयोग गरेको बेला दाम लिएको छ, फ्रीमा गरेको होइन। त्यतिखेर यदि मैले सार्वजनिक रूपमा बोल्नु छ त्यो पनि बोल्नुला, व्यक्त पनि उभियाइदिउँला। योगेन्द्र मण्डल विगतको निर्वाचनमा 74 को निर्वाचनमा मलाई सहयोग गरे बापत त्यतिखेर निर्वाचन परिचालन समितिबाट उसले चाहिँ रकम लिएरै गरेको सहयोग हो। पैसा लिएको उसले? तेरिका तपाईँलाई प्रमाणित गरिदिन्छु म। भने योगेन्द्र मण्डलले सार्वजनिक ठाउँमा राखेर म प्रमाणित गर्छु। गम्भीर तपाईँ आरोप लाउँदैनु छ। म भन्दै गम्भीर के गम्भीर, म आजसम्म तपाईँले तपाईँको मिडियामा बोलेको एउटा कुरा चाहिँ झुटो प्रमाणित गरिदिनुहोस् न मलाई। झुटो त हैन, मैले त प्रमाणित गरिदिन्छु प्रमाणित। त्यस कारणले त्यतिखेर उसले आफ्नो ठाउँबाट खर्च गरेको कुरा उसले लिएरै गरेको त के को चाहिँ वफादारको कुरा गर्नुहुन्छ? वफादार भनेको एउटा पोलिटिसियनलाई गर्ने सहयोग भनेको दाम लिएर होइन, नैतिकताको आधारमा हो, नीतिको आधारमा हो, कार्यक्रमको आधारमा हो। तपाईँ दाम लिएर सहयोग गर्ने अनि तपाईँ सहयोगको वफादारको कुरा गर्नुहुन्छ, त्यस्तो पनि हुन्छ दुनियाँमा। हामी पनि त थुप्रैसँग चाहिँ गठबन्धन गऱ्यौँ होला, थुप्रैलाई सहयोग गऱ्यौँ होला, तर कसैले भनिदियोस् त त्यस्ता कुराहरू? त्यस कारण मलाई के लाग्छ भने को वफादार को नो वफादारको प्रश्न होइन। अहिले तपाईँहरूको कुराकानी हुँदैन, फुट्छ होइन? हाम्रो कुराकानी किन हुँदैन? योगेन्द्र मण्डलसँग मैले कुराकानी गर्नलाई के गर्नु पर्छ? तपाईँले योगेन्द्र मण्डलसँग त्यसमा भोट माग्नुहुन्छ त्यो ठाउँमा? योगेन्द्र मण्डलसँग म एउटा उम्मेदवारको हैसियतले योगेन्द्र मण्डलसँग मैले भोट किन नमाग्ने? ऊ पनि उम्मेदवारको हैसियतले मसँग माग्नु होला। भोट माग्ने एकअर्कालाई भोट माग्ने कुरामा त के प्रब्लम भयो? के समस्या छ भनिदिनुहोस् न मलाई। माग्ने हो, दिने र नदिने उनको प्रश्न हो। मैले दिने कि नदिने मेरो कुरा हो। तपाईँसँग मैले भोट मागेँ, तपाईँ दिनुहुन्छ दिनुहुन्न तपाईँको निजी कुरा हो नि। माग्ने कुरा त आखिर त मतदानमा तपाईँको चाहिँ एउटा उम्मेदवारले त माग्ने त भोटै त हो, तर भोट कसले दिने नदिने भन्ने कुरा त उनको प्रश्न हो, उनको निजी कुरा हो। त्यो ठुलो कुरा भएन कि आज तपाईँले यो गम्भीर आरोप लगाइरहँदाखेरि तपाईँले जीवन विकास जस्तो संस्थाले अहिले ठगिरहेको छ भनेर भन्दै हुनुहुन्छ। के नागरिकहरू सहीमा ठगिएका छन्? ठगिएका छैनन्। मरेको लास उठाउनुभन्दा पहिले किस्ता तिराउनु परेको जस्तो मानवता छ? मानवता छ जहाँ चाहिँ तपाईँको किस्ता ऋण खाँदाखेरि पनि मान्छेले आजसम्म चाहिँ लघुवित्तीय जुनसुकै लघुवित्तीयबाट ऋण खाएका मान्छेहरूको कति प्रतिशत मान्छेको जीवन स्तर उठेको छ देखाइदिनुहोस् त मलाई। कति प्रतिशत मान्छेले खुसीका साथ अनि आरामका साथ चाहिँ निन्द्रा चाहिँ सुत्न पाएका छन्? कतिजना मान्छेले चाहिँ आफ्ना केटाकेटीलाई चाहिँ पढाउनको लागि फी तिर्नका निम्ति या बिरामी भएकोलाई उपचार गर्नका लागि चाहिँ होइन म चाहिँ फलानु संस्थाबाट मैले पुँजी लिए बापत मैले काम गरेर यति आम्दानी अकुत आम्दानी कमाएँ अनि मैले शिक्षा स्वास्थ्यमा चाहिँ लगानी गर्न सजिलैकन पाएको छु भनेर कति प्रतिशत तपाईँ सर्वेक्षण गरेर देखाइदिनुहोस् त मलाई। कति प्रतिशत हो? योभन्दा अगाडि तपाईँको राष्ट्रिय बैङ्कले नीति बनाउनुभन्दा पहिले 36% हो, अहिले 15%मा झरेको होला। आजको डेटमा पनि होला 15% 16% ब्याज दर। अनि त्यसको किस्ता र बचतको हेर्नुहोस् त तपाईँ। बचत उसले गरे बापत जनताले बचत गरे बापत कति प्रतिशत पाएको छ अनि उनले चाहिँ तपाईँको चाहिँ ऋण लिए बापत कति प्रतिशत पाएको छ अनि ऋण चाहिँ कति महिना कति हप्तामा तिर्छ उसले, त्यो सबै डाटा तपाईँ कलेक्ट गरेर त्यसको अनुसन्धान गर्नुहोस् न। त्यस कारण मलाई के लाग्छ भने हिजोको तौर तरिका कुनै बेला कुनै प्रकारका चाहिँ एक प्रकारका चाहिँ कयौँ कार्यक्रम सफल हुन्छ, झुक्क्याउन सफल हुन्छ होला, ढाक्न सफल हुन्छ, तर सधैँभरि होइन। एउटै तौर तरिकाले सधैँभरि चाहिँ तपाईँको चाहिँ ठग्ने स्थिति बन्दैन। जनता पनि सचेत होला, जनताले पनि
कुराहरू बुझ्ला, भोलिको दिन आफ्नो ठाउँबाट केही न केही सचेतताहरू अपनाउँछ। तपाईँलाई 5 नम्बर क्षेत्रको जनताले यसपटक किन जिताउने होइन, मैले अब मेरो के काम गर्नुहुन्छ तपाईँ? अब मेरो दाबी चाहिँ के हो भने अझै पनि मेरो चाहिँ यो 5 नम्बर क्षेत्रको जनतालाई सेवा गर्ने मेरो इच्छा हो। एउटा कुरा म चाहिँ तपाईँको चाहिँ विगतमा पनि आफूले गरेको प्रतिबद्धताहरू सकेसम्म पुरा गरेकै छ। मेरो मेनिफेस्टो तपाईँ हेर्नु होला, मैले हिजो के बोलेँ, मैले कति गरेँ। म त भन्छु तपाईँहरूका मिडियाका साथीहरू जानुहोस् न, तपाईँ एक गरेर सोध्नु पऱ्यो कि एक ठाउँमा जानु पऱ्यो। र आज तपाईँ भन्नुहोस् 5 वर्ष 3 वर्ष अगाडि जितेको सांसदले एउटा केन्द्रीय योजना ल्याएको देखाइदिनुहोस् त मलाई, तपाईँलाई च्यालेन्ज छ। उहाँले त भनिसक्नु भएको छ योजना ठुलो कुरा होइन मेरो लागि भनेर भनिसक्नु भएको छ। त्यति मात्रै हो, योजना ठुलो कुरा होइन, यति मात्रै होइन। उहाँले त बजेट र योजनाको लागि म सांसद त्यसको अर्थ भनेको के हो त, निजी व्यवसाय गर्नलाई हो, सरकारी विद्यालयको ठाउँमा निजी विद्यालय खोल्नलाई, अनि सरकारी अस्पतालको बारे चाहिँ बोल्नुको सट्टा चाहिँ प्राइभेट अस्पताल खोल्नका लागि चाहिँ जनताले जनप्रतिनिधि बनाउने, व्यापार गर्नका लागि चाहिँ तपाईँ प्रोटोकल चाहिँ उसलाई दिने, त्यसको लागि हो त। जिम्मेवारी भनेको सांसदको भूमिका यही हो, यसरी नै भूमिका निर्वाह हुन्छ। आज त्यस्ता कुराहरूबाट मैले भने विगतमा कयौँ कुराहरू भ्रम पर्न सक्छ, तर शिवकुमार मण्डललाई भोट नदिनुपर्ने शिवकुमार मण्डलले काहीँ झुटो बोलेको छ कि हिजो योजना ल्याउँदाखेरि कुनै गडबडी गरेको छ कि कुनै अपराध गरेको छ, च्यालेन्ज छ मेरो। सबैलाई मेरो विपक्षीलाई पनि भन्छु, मलाई देखाइदिनुहोस् मैले जति बजेट ल्याएँ, जति योजना ल्याएँ, काहीँ मैले गडबड गरेको छ, कुनै प्रकारको कमिसनको कुरा गरेको छ भने च्यालेन्ज छ सबैलाई। मैले दिएका हरेक बजेटमा अनुसन्धान गरियोस्, सार्वजनिक रूपमा गरियोस्। 1 रुपैयाँ लिएको छ भने पनि तपाईँ 1 रुपैयाँ पनि लिएको कसैले प्रमाणित गरेछ भने म त्यही दिनदेखि म के दण्ड भोग्नुपर्छ भोग्न तयार छु। ल च्यालेन्जै छ मेरो विपक्षीलाई भन्छु, खोज्नुहोस् तपाईँ, मेरो कार्यकर्तालाई होइन। त्यसो भए यो पटक क्षेत्र नम्बर 5 को कुराहरूलाई हेर्छौँ हामी, अझै निहालिरहेका छौँ। तपाईँ हेर्नुहोस् अझै पनि ती रामचोक अर्थात् त्यो लोन्द्रा खोलाको बाढीले वर्षेनी त्यहाँ बाढीले घर बगाइदिएको छ, वर्षेनी। हुन त तपाईँहरूले त्यसलाई चाहिँ त्यो तटबन्ध निर्माणको लागि प्रयास गर्नुभएको थियो, प्रयास होइन, अहिले पनि टेन्डर हुँदैछ, काम गर्दै हुनुहुन्छ। अहिले पनि टेन्डर हुँदैछ भन्दैछु त, अहिले पनि टेन्डर हुँदैछ, फेरि रिटेन्डर हुँदैछ, अर्को टेन्डर हुँदैछ। क्रमिक रूपमा तटबन्धन बन्दै आएको छ, त्यो त बोर्डरसम्म पुर्याउने प्लान हो मेरो। त्यति मात्रै कहाँ हो, त्यो अहिले बन्दै गरेको जुन पुल हो, जुन सडक, तपाईँ हुलाकी राजमार्ग, तपाईँ भन्नुहोस् त मलाई एउटा कुरा, तपाईँले नै भन्नु होला मिडियाको मार्फत, यो हुलाकी राजमार्गको बजेट आजको हो होइन? यो आजको होइन, कति वर्ष अगाडिको हो? यो त 8-9 वर्ष भइसक्यो। के को 8-9 वर्षको कुरा गर्नुहुन्छ? हुलाकी राजमार्गको बजेट भनेको 30 वर्ष अगाडि आएको बजेट, 30 वर्ष अगाडिको बजेट हो यो, योजना हो यो। किन बन्न सकेको थिएन, किन बन्न सकेको? त्यो प्रश्न खोज्नु नि तपाईँ, उत्तर खोज्नुहोस् त्यसको, कसको कारणले बन्यो, कसको पालामा बन्यो। मलाई लाग्छ आजको रङ्गेलीको मेयर साहब र हामी दुईजनाको प्रयासबाट त्यो 30 वर्ष अगाडिको योजना बन्न सकेको थिएन। हुलाकी राजमार्ग मार्फत त्यो टेन्डर हुन सकेको थिएन, रङ्गेलीमा ब्लकिङ थियो, थुप्रै शक्तिशाली मान्छेहरू त त्योभन्दा अगाडि त सांसद भएकै थिए नि, तर कसैले गरेको थिएन। हामी दुईजनाको प्रयासबाट अदालतबाट तपाईँको चाहिँ अदालतबाट आदेश गराएर त्यस पछाडि रङ्गेलीको बाटो ट्र्याक खोल्ने काम भयो र त्यो हुलाकी राजमार्ग आज निर्माण हुँदैछ। यसको निरन्तर कोभिड नभएको भए त त्यतिखेर हामी पुरा गर्थ्यौँ, कोभिड पनि भयो, दोस्रो पटक चाहिँ म आफू पनि पराजित भएँ, त्यसको वास्तविक निगरानी हुन सकेन। निगरानी हुन नसकेको कारणले त्यो बजेट भनेको आजको बजेट होइन नि, त्यो त 30 वर्ष अगाडिको योजना हो, हुलाकी राजमार्गको अवधारणा। त्यस कारणले मलाई के लाग्छ भने एउटा जनप्रतिनिधिले गर्ने आफ्नो जिम्मेवारी के हुन्छ, जनताप्रतिको जिम्मेवारी के हुन्छ, त्यसलाई इमान्दारतापूर्वक निर्वाह गर्ने दायित्व हुन्छ के। हाम्रो उद्देश्य भनेको जनताको सेवा हो, जनताप्रति समर्पित हो, जनताको जनअपेक्षा पुरा गर्ने हो। भनेको सबै कुरा पुरा गर्न सकिएन होला, तर इमान्दारतापूर्वक प्रयास गरियो कि गरिएन भन्ने कुरा मुख्य कुरा हो। म यसभन्दा अगाडिको एउटा स्मरण गर्न चाहन्छु। अघिल्लो चुनावमा नेकपा माओवादी र नेपाली कांग्रेस पार्टीको गठबन्धनबाट तपाईँ उम्मेदवार हुनुहुन्थ्यो, त्यतिखेर मलाई त्यतिको सम्झना छ। निर्वाचन पश्चात जब मतदान सकियो, जब त्यसको रिजल्ट आयो, मत परिणाम आयो, शिवकुमार मण्डल हारिसक्यो भनेर जतिखेर हामीले जानकारी प्राप्त गर्यौँ, त्यतिखेर नेकपा माओवादी पार्टीले र उनका तपाईँका केही कार्यकर्ताहरूले एउटा गम्भीर आरोप के लगायो भने नेपाली कांग्रेस पार्टीले हामीले धोका दियो भनेर। के साँच्चीकै तपाईँले धोका दिएको थियो नेपाली कांग्रेस? अब यसमा मलाई के लाग्छ भने नेपाली कांग्रेसका नेताहरूले धोका दियो नै, अनि तपाईँ दुईतिरको मत जोड्दा 30,000 पुग्छ, अनि मेरो मत कति हो? 21,000 कति थियो? के को 21 हुन्छ? कति थियो? 17,000 अघिल्लो चुनावमा 21,000 थियो, 500 या 600 हो होइन? अनि प्रदेश र क र खले जित्दा चाहिँ 30,000 पुग्छ मत, अनि मेरो मत चाहिँ 17,500 समथिङ हुन्छ। अनि यो रिजल्टले के देखाउँछ, के प्रमाणित गर्छ? त्यो तपाईँ नै भन्नु न, तपाईँ गणित जान्ने मान्छे, भन्नुहोस् न के हो त्यो रिजल्ट? रिजल्टले त यो पनि हुनसक्छ नि नागरिकहरूले तपाईँले मन पराएन। अब होइन, त्यो पनि भन्न सक्ने भयो,
काङ्ग्रेसले धोका दिनेको ठाउँमा चाहिँ शिवकुमारलाई चाहिँ मन पराएन त्यही भएर दिने त्यो पनि भन्न पाइयो, त्यो पनि भन्न छुट छ। तर तपाईँको शब्द सापट्टि लिने हो भने काङ्ग्रेसले चाहिँ धोका दियो। अब मेरो शब्द सापट्टिको कुरा होइन, मैले आजसम्म तपाईँको मिडियामा झुटो कुरा गरेको छ, नक्कली कुरा गरेको छ, अहिलेसम्म त त्यस्तो प्रमाणित भएको छैन। त्यस कारणले मलाई के लाग्छ भने इमान्दार काङ्ग्रेसका इमान्दार मान्छेहरू, भोटर र मतदाताहरू प्रति म आभारी नै छु। तर केही नेताहरू, गनिएका नेताहरू, आफूलाई ठुलो बनाउँदा नेताहरू जो दिनरात तपाईँलाई बिक्री हुने चाहिँ लाइनमा लाग्छ कि बिक्री हुने प्रतिस्पर्धामा कसले बढी दिन्छ भन्नेमा, तर बिचरा मतदाताको कुरा गरेको होइन। ठुलो आफूलाई नेता बनाउँदाहरू, सांसद बनाउँदाहरू होइन चाहिँ पार्टीका चाहिँ मुख्य नेता बनाउँदाहरू चाहिँ जो टेन्डरमा लाग्छ कि टेन्डरमा डिलिङमा एकदम लाग्छ। त्यो त मैले के, त्यो त आम जनताले भन्ने कुरा हुन्छ कि, त्यो हामी सबैले बुझेको कुरा हो। त्यसैले केही मान्छे त्यस्तो भयो होइन, त्यो भयो र त्यसको कारणले पनि केही समस्याहरू भयो। त्यसमा मैले धेरै पछुतो मानेको छैन। म 5 वर्ष अथवा 3 वर्ष म सांसदमा गइनँ भन्दैमा कहीँ तपाईँले रोएको कराएको सुन्नु भएको छ? अनि जनता फिल्ड छोडेको तपाईँले देख्नु भएको छ? मैले फिल्ड छोडेको देख्नु भएको छ? म सांसद नहुँदाखेरि पनि मैले भने म सांसद नहुँदा पनि विगतको आफ्नो लेगेसीलाई कार्यान्वयन गर्नका निम्ति चाहिँ कायम गर्नका लागि मैले सकेको निरन्तर 5 नम्बर क्षेत्रमा सकेको योजना ल्याउने प्रयासै गरेँ। चाहे हस्पिटलको सवाल होस्, त्यो सडकको कुरा होस्, चाहे नदीको कुरा होस् या जुनसुकै कुरा होस्, मैले सक्ने कुरा निरन्तर म लागिरहेँ। यसको अर्थ के हो भने मलाई जनताले पठाए त्यो जनताको कुरा हो, जनताले नपठाए चाहिँ मेरो चाहिँ व्यक्तिगत कुरा हो र त्यो होइन नि, मेरो व्यक्तिगत कुरा त केही पनि होइन। त्यस कारणले फेरि हाम्रो जीवन चाहिँ राजनीतिक यात्रामा लागेको हामी राजनीतिक कर्मीहरू चाहिँ तपाईँको राजनीतिक जीवनबाट चाहिँ अर्को चाहिँ म चुनाव हारेँ त्यस कारण चाहिँ म चाहिँ व्यापार गर्छु या अन्त कुनै अर्को बिजनेसमा लाग्छु भनेर गएको हो कहिले। त्यसै हाम्रो त के हुन्छ भने जिन्दगी भनेको यसैमा हो, तर कतिपयको नाफा घाटा हुन्छ। चुनाव हार्यो भने चाहिँ भागेर उफ्रेर कहाँ पुग्छ थाहै पाउनुहुन्न। चुनाव जित्यो भने चाहिँ एकदम चाहिँ फुली लाएर चाहिँ तपाईँको जनताको प्रतिनिधि देखिने, तर हार्ने बित्तिकै कहाँ पुग्छ थाहा हुन्छ? त तपाईँहरू सर्वेक्षण गर्नुहोस् न। मैले यसमा अझै एउटातिर जान चाहेँ, फेरि पनि म रङ्गेलीतिर जान चाहन्छु। पटक पटक रङ्गेलीतिर सोनु गइरहेको छ भने त्यतातिर नजाउँ। मैले भन्न खोजेको अहिलेको नेकपा एमाले पार्टीका क्षेत्र नम्बर 2 का तर्फबाट टिकट पाउनुभएका व्यक्ति दिलीप बगडियाले क्षेत्र नम्बर 5 बाट चुनाव उठिरहँदाखेरि कतै शिवकुमार मण्डललाई अप्ठ्यारो हुन्छ, त्यसैले उहाँ क्षेत्र नम्बर 2 तिर जानुभयो भन्ने कुराहरू पनि छ। तपाईँहरूसँग कुराकानी भएको थियो? होइन, यस्तो कुराकानी त कोसँग हुँदैन, मेरो अमृत रियालसँग हुँदैन, विनोद ढकालसँग हुँदैन, शेखर कोइरालासँग हुँदैन। कुरै गर्ने हो भने कुरा कोसँग हुँदैन। राजनीतिक पार्टी फरक भएको कारणले उहाँको पार्टीले जहाँ टिकट दिने कुरा हो। हुन त मान्छेको आकलन त्यस्तो पनि होला, तर शिवकुमार मण्डल र के अरे दिलीप बगडियाको अपराध गर्नका निम्ति, भ्रष्टाचार गर्नका निम्ति, कसैलाई लुट्नका निम्ति गठबन्धन गरेको छ, कहीँ सम्झौता गरेको छ? शिवकुमार मण्डल र दिलीप बगडियाको बिचमा संवाद हुन्छ, छलफल हुन्छ, तर गलत गर्नका लागि हुन्छ कि राम्रो गर्नका लागि हुन्छ? आजसम्म शिवकुमार मण्डल र दिलीप बगडिया, शिवकुमार मण्डल चुनाव हारेर पनि होइन, दिलीप मेयर साहबको हैसियतले उहाँ एमालेको नेता भए पनि योजनाको लागि चाहिँ कहिलेकाहीँ मलाई भन्नुहुन्छ जाउँ फलानालाई सहयोग गरिदिनु भन्नु पर्यो भन्दाखेरि म त सजिलै गएको छु त। जनताको विकासको निम्ति, जनताको राजनीतिक दलले सहयोग गरिदिनुहोस् भनेर भन्दाखेरि तपाईँ सहयोग गर्नुहुन्छ। मानवीयता भनेको चाहिँ तपाईँ जित्दा मात्रै गर्ने, अनि तपाईँ हारे पनि सक्ने स्थिति हो भने तपाईँ गर्ने कि नगर्ने एउटा कुरा। त रङ्गेलीको जनताको योजनाको लागि आजसम्म एउटा फरक डिफरेन्स के हो भने जतिखेर पनि तपाईँको जतिखेर चाहिँ उहाँ मेयरको रूपमा हुनुहुन्थ्यो दिलीपजी, जतिखेर अरू पनि चाहिँ मैले जितेको बेला जति पनि मेयरहरू थिए, तर उहाँको चाहिँ जहिले पनि चाहिँ योजना लिएर फाइल बोकेर सुर्केस लिएर हिँड्नुहुन्थ्यो। अरू चाहिँ पालिकाका चाहिँ मेयरहरू चाहिँ तपाईँ खुसीबाट तल नओर्लिने, योजनाको नाममा कहिले पनि मन्त्रालय नधाउने। यसको तात्पर्य जुनसुकै पार्टीका नेताहरू, वडा अध्यक्षहरू, गाउँपालिका अध्यक्षहरूले शिवकुमारजी मलाई सहयोग गरिदिनुहोस् न मन्त्रालयतिर, तपाईँ सहयोग गर्नु दिल खोलेर गर्छु म। जुनसुकै राजनीतिक दलको भयो भने मलाई जनताको विकासको कुरा, जनताको हितको प्रश्नमा जुनसुकै दलको भए पनि मलाई दलसँग मतलब छैन। मैले आफ्नो जिम्मेवारी भनेको, जनप्रतिनिधिको एउटा जिम्मेवारी भनेको समग्रमा सबैलाई चाहिँ हेल्प सहयोग गर्ने नै भावना हुनुपर्छ, कुनै विभेदको कुरा होइन। आज भोलि मानव आज जुनसुकै दलसँग चुनाव लडे पनि भोलि चाहिँ मेरो आवश्यकता जुनसुकै दललाई पर्यो भने म दिल खोलेर सहर्ष स्वीकारेर त्यसलाई सहयोग गर्न तयार हुने मान्छे हो। मलाई आग्रह पूर्वाग्रह कसैसँग राख्दिनँ, जे हुन्छ म मुखले भन्ने हो, क्लियर भन्ने हो अगाडि। यो पटक चुनाव जित्नुहुन्छ? अब जनताको हातको कुरा हो।
तपाईँको मनले के भन्दैछ? त्यो म त जनताको हातको कुरा भनिसकेँ त। होइन त होला नि त, यो पटक चाहिँ म चुनाव जित्छु है भनेर होइन फेरि हराउँछ जनताले है भनेर म कुनै कुराको घमण्ड गर्दिनँ। एउटा कुरा बुझ्नु होला, म कुनै कुराको पनि घमण्ड गर्दिनँ। यो जनताको हातको निर्णयको कुरा हो। म अरू जस्तो चाहिँ म यो भइहाल्छु त्यो भइहाल्छु भन्ने होइन। मैले आफ्नो सेवाको कर्तव्य म आफ्नो निर्वाह गर्छु। सबैसँग म चाहिँ नम्र अनुरोध चाहिँ आग्रह नै गर्छु। तर दिने नदिने भनेको त आदरणीय ती जनता, महान जनता, न्यायाधीशको कुरा नहो। न्यायाधीशले के निर्णय गर्नुहुन्छ त्यो निर्णयमा श्रीमानको आदेश, श्रीमानको आदेश जनताको आदेशलाई पालना गर्ने हो। जनताको मालिक होइन नि, म त सेवक हो, नोकर हो, सेवक हो। शिवकुमार मण्डलले अब चाहिँ जनताको लागि भन्न खोजेको हिजोको दिनदेखि अन्तिम बिन्दुसम्म काम गर्ने हो। जीवनकालभरि नै, जीवनकालभरि नै, चाहे त्यो म भोलिको दिनमा सांसद रहौँला नरहौँला, के रहौँला नरहौँला, तर म आफ्नो जीवनकालमा यो क्षेत्र भनेको मेरो त जीवनको महत्त्वपूर्ण या उसमा हो नि त। म नेपाली कांग्रेस पार्टी, नेकपा एमाले, जनता समाजवादी पार्टी, कुनै पार्टीबाट यसो मन छ यसो अलिकति गठबन्धन गरेर यो पटक चुनावमा जाउँ भनेर? होइन, यस्तो छ, मलाई त्यस्तो चाहिँ गठबन्धनै यस्तो हो। मैले भने मेरो मात्रै इच्छाले त हुने कुरा होइन होला नि त, अरूको पनि त इच्छा हुनु पऱ्यो नि। अरूको इच्छा भयो त इच्छालाई म नकार्दिनँ नि त। मैले भनिहालेँ, सम्मान गर्ने मान्छेलाई जोसुकैलाई पनि म सम्मान गर्छु। तर अपराधी मेरै भित्रको पार्टीभित्रकै अपराधी भयो भने म अपराधी नै भन्छु। म छोड्नुहुन्न, छोड्दिनँ। म तपाईँ अहिलेसम्म मैले भने त तपाईँको मिडियामा बोलेको एउटा कुरा मलाई फल्ट देखाइदिनुहोस् न ल। होइन, मेरै पार्टीभित्र अपराधी भने म अपराधी नै भन्छु, र मेरो विरोधी पार्टीभित्र इमान्दार छ भने म इमान्दारै भन्छु। म मेरो पार्टीका अपराधीलाई चाहिँ इमान्दार, अर्काकोलाई चाहिँ म चाहिँ के अरे बेइमान देख्दिनँ कि कहिले पनि। त्यस्तो मबाट कहिले पनि हुँदैन। कार्यक्रमको अन्तिम चरणतिर छौँ, तर थुप्रै प्रश्नहरू यस्तो छ। यसपटकको इलेक्सनमा जुन भदौ 23 र 24 गतिको जुन विद्रोह भयो, यसप्रति त्यतिखेरको बहालवाला प्रधानमन्त्री, सो समयका नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली, काङ्ग्रेसका गृहमन्त्री रमेश लेखक, 70 भन्दा माथिको मृत्यु भइसकेको छ। मनमा केही छ केपी ओली र रमेश लेखकले भन्नको लागि आजको यो मिडिया मार्फत? होइन, यो मलाई के लाग्छ भने जेनजी आन्दोलन जुन मुद्दा र जुन आन्दोलन जुन एजेन्डाको आधारमा भयो, अब जेनुन कुराहरू नै उठाएको अवस्था हो। कुनै चाहिँ जटिल प्रश्न होइन, भएको देशमा व्यथितिकै कारणले हो। त्यो त हाम्रो निरन्तर हाम्रो पार्टी अध्यक्षले भनि पनि राख्नु भएको थियो। जुन खालको चाहिँ सरकारको रवैया र गतिविधि छ, यसले ठुलो दुर्घटना हुने सम्भावना हुन्छ भन्ने भन्नुभएकै थियो। पटक पटक उहाँले सार्वजनिक मञ्चबाट पनि भन्नुभएकै हो। र यो वास्तवमा चाहिँ अति नै भएको थियो। जुन खालको चाहिँ एमाले र काङ्ग्रेसको गठबन्धन सरकारले गरेको जुन खालको रवैया थियो, विगतमा तपाईँको सुशासनको क्षेत्रमा चाहिँ कमरेड प्रचण्डको नेतृत्वको सरकारले काम गर्दै गर्दा नारायण काजी गृहमन्त्री भएको बेला जुन खालको रफ्तार बनाउनु भयो, र पछिल्लो चरण चाहिँ तपाईँको गठबन्धन भए पनि चाहिँ हाम्रो पार्टी अध्यक्ष निर्ममतापूर्वक गलतको विरुद्धमा आफ्नै पार्टीभित्र पनि प्रश्न उठेका मान्छेलाई कानुनी दायरामा ल्याउनुपर्छ, कानुनी उपचार गर्नुपर्छ भनेर जसरी उहाँले कसेर लाग्नुभयो, इमान्दारतापूर्वक राज्यलाई चाहिँ राष्ट्रको हितमा राखेर जुन कारबाहीहरू अगाडि बढाउनु भयो, त्यतिखेरको चाहिँ गठबन्धनलाई सरकारलाई जसरी असफल बनाउने र फेरि चाहिँ दुईटा पार्टी मेजर पार्टीहरू मिलेर गलत कुरालाई संरक्षण गर्ने, अपराधीहरूलाई बचाउने जुन खालको गतिविधि गर्यो, अब हुनु त थियो नै यो। तर यो भित्र चाहिँ यो सामान्य हामीले बुझेको चाहिँ एउटा थियो, विद्रोह हुन्थ्यो भने सामान्य एउटा विद्रोह थियो। तर चाहिँ तपाईँको चाहिँ यति धेरै वैदेशिक हस्तक्षेप, वैदेशिक योजनाबद्ध तरिकाले चाहिँ यो खालको घटना नेपालमा होला भन्ने चाहिँ हामीले कल्पना चाहिँ गरेका थिएनौँ, गर्नुभएको थिएन। हुन त यो सुन्दै पनि आएका छौँ, 10 वर्ष जनयुद्ध भयो, यतिसम्मको एक दिनमा चाहिँ विद्रोह सामान्य जेनजीको मात्रै विषय छैन। मैले भने नि फ्रन्ट अग्रभागमा चाहिँ जेनजी युवाहरू देखा परे पनि, युवाहरूले उठाएका मुद्दा जेनुन र जायज भए पनि यो आन्दोलनभित्र ठुलो षड्यन्त्र छ भन्ने कुरा त सायद मलाई लाग्छ अब कसैलाई चाहिँ यो कसैबाट लुकेको अवस्था छैन, होइन। त्यस कारणले आज पनि यो देश अत्यन्तै धेरै सङ्कटमै छ। यो सङ्कटको समाधान अहिलेको चाहिँ वास्तवमा निर्वाचन बाहेक अर्को विकल्प पनि छैन राज्यसँग। राज्य त शून्यतामा, जिरोमा गइसकेको हो नि, होइन। सबै विहीन सम्पूर्ण हिसाबले भन्यो भने त नेपाली आत्मा नै तपाईँको बन्धक भएको जस्तो। नेकपा एमाले पार्टीका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको हटको कारण यतिसम्मको विद्रोह भयो कि 23 गते राजीनामा दिँदाखेरि उहाँको पनि त केपी ओली शर्माको त अहिले पनि तपाईँको चाहिँ हट मात्रै होइन, उहाँको त विध्वंसकारी नै अहिले पनि नीति छ। अहिले पनि तपाईँको उहाँलाई चाहिँ कहीँ कतै पनि होला केही कमजोरीहरू भयो होला, तर आफूले कहीँ कतै पनि तपाईँको चाहिँ हुन्छ नि आत्मसमीक्षाको कुरा, होइन। कुनै न कुनै हाम्रा पनि कारणले यस्ता हुन गयो भन्ने कुरा उहाँलाई आजसम्म पछुतो छैन। मैले जे गरेँ सबै ठिक छ भन्ने जसरी गइराख्नु भएको छ, यसले चाहिँ देशलाई अझ दुर्घटनातिर पुर्याउने बाहेक
यसले समस्याको समाधान खोज्नुको सट्टा पनि यो चाहिँ टसल र भिडन्तकोतिर चाहिँ लाने खालको जो परिस्थिति बनेको छ यसले राम्रो गरेको छैन। अन्त्यतिर छौँ। पछिल्लो 10 वर्षको राष्ट्रिय राजनीतिलाई हामी केलाउँछौँ भने, हामी हेऱ्यौँ भने घुमिफिरी केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, शेरबहादुर, यो घुमिफिरी त्यो कुर्सीलाई चाहिँ चलाइराख्ने, प्रधानमन्त्रीको कुर्सीलाई चलाइराख्ने, घुमिफिरी साटेर चाहिँ यो देशलाई बर्बाद गरिरहेको अवस्थाहरूमा चाहिँ यो टिका टिप्पणी पनि हुन्छ नि। तपाईँहरू कहिले चाहिँ तपाईँको पार्टी अध्यक्ष अब छोड्नुहुन्छ कि सेकेन्ड जेनेरेसन कहिले अब तपाईँहरूले चाहिँ अगाडि बढ्ने कि? अब अहिले तपाईँहरू जस्तो नेता हुनुहुन्छ, 101 नेता छ माओवादी पार्टीमा, जहिले प्रचण्ड किन पार्टीको एउटा संयोजक भएर बसिराख्ने? एउटा अब पछिल्लो चरण हाम्रो पार्टीभित्र केही कुरा तिनै विषयलाई लिएर केही अलिक ठुलै चाहिँ तपाईँको पार्टीभित्र चाहिँ अलिकति बहसको विषय बन्यो, त्यो हाम्रा बहसमै भएको विषय हो। र पछिल्लो चरण चाहिँ तपाईँको अहिले नेकपा निर्वाचनको सामुन्ने यो जेन्जी आन्दोलन पछि जुन खालको परिस्थिति बन्यो, यो परिस्थिति पार्टी एकता जुन खालको अहिले सबैतिरबाट हाम्रो सबैभन्दा बढी चाहिँ पार्टी एकता वामपन्थीहरूको ध्रुवीकरणको दिशामा अगाडि बढेको अवस्था छ। अब यो निर्वाचन पछि आउने अधिवेशनले चाहिँ तपाईँ क्लियरली चाहिँ अध्यक्षले भनिसकेको अवस्था चाहिँ म अब पुस्तालाई चाहिँ यो अधिवेशन मार्फतमै अब नयाँ पुस्ता जो आए पनि सपोर्ट गरेर जाने, हस्तान्तरण गर्ने अनि फरक भूमिकामा रहेर यो पार्टीलाई अझ सहयोग चाहिँ गर्ने भनेको चाहिँ पार्टी अध्यक्ष बाहेक पनि अरू कुनै भूमिकामा रहेर उहाँले सहयोग गर्ने भन्ने कुरामा त प्रतिबद्धता जाहेरै गरिसक्नु भएको छ र हामी अपेक्षा गर्छौँ त्यो कुराहरू भोलिको दिनमा होला। खुसी लागिरहेछ शिवकुमारजी तपाईँसँग कुराकानी गरिरहँदाखेरि। तर यस्ता धेरै विषयवस्तु पनि आजको इन्टरभ्यूमा उजागर भएको छ, जुन गम्भीर आरोप, गम्भीर विषयहरूको पनि टिका टिप्पणी गर्नुभएको छ। म थोरै अझै म कस्तो हुने अन्त्यमा त भन्दैछु, तर धेरै धेरै प्रश्नहरू आइरहेको छ तपाईँसँग कुराकानी गर्नलाई। फेरि पनि 5 नम्बरतिर अलिकति म डाइभर्ट हुन चाहेँ। मैले नोमिनेसनको टाइम आइरहेको छ, भोट माग्नुपर्ने अवस्थाहरू होला, तपाईँलाई भिडभाडमा जानुपर्ने अवस्थाहरू हुन्छ, फेरि समय मिल्ला कि नमिल्ला। मैले जोड्न चाहेको विषय 5 नम्बर क्षेत्रका नागरिकहरू, मोरङमा 6वटा निर्वाचन क्षेत्रमध्ये अधिकांश नागरिकहरू गरिब, असहाय, पीडितहरू 5 नम्बर क्षेत्रमा छन्। यिनीहरूको लागि भनौँ यिनीहरूको डेभलपमेन्टको लागि विशेष गरी एजुकेसन सेक्टरलाई अगाडि बढाउनुपर्छ भनेर पटक पटक मुद्दा उठ्छ। तर शिक्षा क्षेत्रलाई जुन हिसाबले विकास गर्नुपर्ने हुन्थ्यो हामीहरूले, यहाँले रङ्गेलीतिर गर्नुभयो, धनपालको अझै एउटा विद्यालय छ त्यहाँ, तर ओभरअल एजुकेसन सेक्टर विकास्न सकिएन कि, अगाडि बढ्न सकिएन कि। विद्यार्थीहरू अझै पनि अप्ठ्यारामा छन्, समयमा उनीहरूले खाजा पाउँदैनन्, समयमा विद्यालय गइरहँदाखेरि शिक्षक हुँदैन, पीडै रह्यो कि 5 नम्बर क्षेत्रमा। मन कहिलेकाहीँ यसो मनमा भकानिन्छ नि त नि, होइन यो शिक्षा क्षेत्रले अझै अगाडि बढाउन पाए हुन्थ्यो, अझै राम्रो गर्न पाए हुन्थ्यो, के लाग्छ मनमा? होइन यस्तो हो, तपाईँले भनेको चाहिँ अब राज्यमै कतिपय नीतिगत रूपमा खोट भएको कारणले अब द्वैत शिक्षा नीति सबैभन्दा बढी चाहिँ अहिले नेपालमा प्रचलित अवस्थामा छ। हुन त संसारमा धेरै अभ्यास भएको देशहरूमध्ये अब द्वैत शिक्षा नीतिलाई अन्त गर्नका निम्ति राज्यले स्ट्रङली चाहिँ नीति नबनाइकन मलाई लाग्छ त्यो कुराको समस्याको समाधान छैन। अब सक्नेले कतिपय चाहिँ तपाईँको सामुदायिक विद्यालयहरू, सरकारी विद्यालय सुधार गर्ने दुईवटा पाटो हुन्छ त्यसको चाहिँ। एउटा त राज्यको स्रोत साधनको केन्द्रित गर्ने कुरा, अर्को चाहिँ त्यहाँको स्थानीय चाहिँ अभिभावकहरूको चाहिँ अलिकति एक्टिभ क्रियाशीलताको आधारमा कतिपय कुराहरू सुधार हुन सक्ने अवस्था रहन्छ। राज्यले यसलाई अब हामीलाई लाग्ने चाहिँ के भन्दाखेरि आज सबैभन्दा बढी संसारमा सबैभन्दा बढी महँगो भनेको शिक्षा र स्वास्थ्य रहेछ। आज नेपालीको चाहिँ इन्कम स्रोत कति छ, उनको आय स्रोतको अवस्था के छ, अनि एउटा चाहिँ सामान्य परिवारले चाहिँ तपाईँको चाहिँ आफ्ना छोराछोरीलाई इच्छाएका अनुसारको चाहिँ अध्ययन अध्यापन गराउन सक्छ कि सक्दैन भन्दा त्यो यसलाई चाहिँ हामीले क्लियर भन्न सक्छौँ, सबैले सक्ने अवस्था छैन, महँगो नै छ। उपचारकै कुरा गर्ने भने आजको दिनमा चाहिँ तपाईँको प्राइभेट सेक्टर यति धेरै महँगो भयो, अब तपाईँको चाहिँ सामान्य एउटा मान्छे चाहिँ उपचार गर्ने क्रममा यदि सामान्य उपचारमा गएको मान्छेले पनि तपाईँको भने जस्तो सेवा सुविधा पाएको छैन। सरकारी हस्पिटलहरू पहुँच र पावरको रूपमा चलेको छ। जेनरली तपाईँको सबैले चाहिँ एउटा सिस्टमभित्र होइन विपन्न असहायहरूले चाहिँ पाउने सेवाहरू, स्वास्थ्य क्षेत्रमा पाउने सेवाहरू भन्दा पनि राजनीतिक दलहरूको पहुँच र पावरको आधारमा गरिएको सोर्स र सिफारिसको आधारमै पाउने गरेको छ। त्यसैले यो सबै जुन खालको आज नेपालको जुन खालको सिस्टम छ होइन चाहिँ प्रणाली छ, यो प्रणाली हाम्रा निम्ति सबैभन्दा घातक बनेको छ र आज मलाई चाहिँ यसैको सबैभन्दा बढी निराशा पनि भएको छ नागरिकहरू। त्यस कारणले राज्य अब गम्भीरतापूर्वक शिक्षा र स्वास्थ्य भनेको कम्प्लिटली राज्यको दायित्व बन्नुपर्छ, यो सरकारको दायित्व बन्नुपर्छ। र यो कुरा मात्रै सरकारी दायित्व भइदियो भने थुप्रै तपाईँको भ्रष्टाचारका समस्याहरू चाहिँ हल हुने अवस्था रहन्छ। आज सामान्य एउटा प्रहरीको चाहिँ तलब कति 30,000 34,000, तिनले त 2 जना केटाकेटी पाल्नु पर्यो भने इमान्दारतापूर्वक त्यो 30,000मा पाल्न सक्ने स्थिति छ त? तपाईँ नै अनुमान गर्नुहोस् न, छैन नि।
कहीँ न कहीँ चाहिँ तपाईँको दयाबया गर्ने स्थितिहरू सिर्जना हुन्छ। त्यसैले मलाई के लाग्छ भने सबै राज्य संयन्त्रभित्र भएका गलत प्रवृत्तिहरूलाई गलत कुराहरूलाई सच्याउनका लागि राज्य कुन ठाउँमा चाहिँ चुकेको छ, कसरी यसलाई चाहिँ अझ चाहिँ तपाईँको सुधार गर्ने भन्ने कुरा हुन्छ। त्यसैले थुप्रै विषयहरूको सुधारको आवश्यकता छ, जुन कुरा चाहिँ तपाईँको यो अहिलेको निर्वाचन प्रणाली मार्फत सङ्ख्याको आधारमा खरिद बिक्रीबाट हुने सांसदबाट बन्ने सरकारले तपाईँको संसदले दिने प्रधानमन्त्री कार्यकारी प्रमुखबाट सम्भव छैन। त्यो प्रत्यक्ष कार्यकारी निर्वाचन मार्फत जनताले 5 वर्षको लागि ढुक्कका साथ काम गर्न दिन सक्ने गरी चाहिँ यो प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणाली चाहिन्छ यो देशमा, अनि त्यसले मात्रै समस्याको समाधान दिन सक्छ। नत्र भने यो 6 महिनामा सरकार बदल्ने कुराले चाहिँ तपाईँको चाहिँ यो सरकार बदल्ने कुराले कर्मचारी मिलाउने कि अर्को दल मिलाउने कि यो भागभण्डामा आज न्यायालयमा भागभण्डा छ हैन, संवैधानिक नियुक्तिहरूमा भागभण्डा छ, सबै कुरामा भागभण्डा छ। अनि पोलिटिकल पार्टीको भागभण्डाको आधारमा जाने एउटा विज्ञहरू त्यसको दिमागमा के पर्छ असर भन्दा त्यही पार्टीलाई जसरी बचाउने भने जसरी भए पनि आज भनौँ न न्यायालयमै कतिपय कुराहरू तपाईँ हेर्नुभयो भने एउटा न्यायाधीश चाहिँ नेपाली काङ्ग्रेसको तर्फबाट सिफारिस भएको न्यायाधीश हैन, एउटा कुनै चिज जन्मकैदको चाहिँ अदालतबाट चाहिँ जन्मकैदको चाहिँ सजाय भोगिसकेको मान्छेलाई अनि एउटा काङ्ग्रेसको त्यो दोषीलाई तपाईँको उसको काङ्ग्रेसको तर्फबाट सिफारिस भएको न्यायाधीशले त्यसलाई सफाया दिन्छ हैन। भने यो चाहिँ एउटा उदाहरणीय कुरा, यस्ता कुराले चाहिँ जनता त निराश त हुने स्वाभाविक हो त। त्यस कारणले मलाई चाहिँ यो देशै नै एउटा चाहिँ व्यथितिको चाहिँ भड्कालोमा परेको छ। यसलाई निकाल्नका लागि राज्यले नयाँ नीतिहरू अवलम्बन गर्न आवश्यक छ, त्यसबाट मात्रै सुधार गर्न सकिन्छ। धन्यवाद शिवकुमारजी, तपाईँको यो अमूल्य समयको लागि धेरै धेरै धन्यवाद। र हामी चाहन्छौँ हाम्रो स्टुडियो मार्फत जो पनि निर्वाचित भनौँ न यो निर्वाचनका लागि सदस्यहरू प्रतिनिधि सभा सदस्यको लागि क्यान्डिडेटहरू आउँदै हुनुहुन्छ इन्टरभ्यूको लागि, हुन त हामी सबैजनाले बधाईको शुभकामना दिइरहेका छौँ, तपाईँले पनि बधाईको शुभकामना छ। अब यो एउटा दौड छ, यसमा तपाईँले सर्वस्वीकार्य गरिसकेका यसभन्दा अगाडिको इलेक्सनको सिनारियो पनि र आउने इलेक्सनको सिनारियो पनि सर्वस्वीकार गर्नु नै हुनेछ। नागरिकको मुद्दाहरूलाई जसरी उठान गर्दै हुन्छ उठान गर्दै गर्नुहोला, नागरिकको समस्यालाई जसरी आफ्नो समस्या लिँदै हुन्छ त्यसरी नै लिनुहोला। र यसै हिसाबले क्षेत्र नम्बर 5 का नागरिकहरूलाई एउटा ठाउँसम्म पुर्याइदिनु होला भन्ने आग्रह गर्न चाहन्छु। र आजको यो समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। दर्शकबिन, हामी कुराकानी गरिरहेका थियौँ विशेषतः पूर्व आपूर्ति मन्त्री शिवकुमार मण्डलसँग, र आज हामी कुराकानी गऱ्यौँ विविध विषयहरूमा जसमा मुख्य मुद्दाहरू उठान गरेका थियौँ के क्षेत्र नम्बर 5 का नागरिकहरूले यसपटक शिवकुमार मण्डललाई निर्वाचित गराउला, क्षेत्र नम्बर 5 को समस्याहरू के थियो र ती समस्याको समाधान कसरी गर्ने, यी सेरोफेरोमा बसेर आज हामी कुराकानी गरेका छौँ। एउटा नयाँ श्रृङ्खलाको साथ फेरि पनि उपस्थित हुनेछौँ र तपाईँको कन्टेक्स्टमा हाम्रो नेक्स्ट अर्थात् हाम्रो अर्को गेस्ट कसलाई बोलाउँदा राम्रो हुन्छ कमेन्ट गर्नुहोला, प्रतिक्रिया दिनुहोला। नयाँ श्रृङ्खलाको साथ फेरि पनि उपस्थित हुनेछौँ, हेर्दै गर्नुहोला लाइभ न्युज रफ्तार।